नमस्ते, म दिवाकर उप्रेती यहाँहरूलाई क्यापवेब पोडकास्टमा स्वागत छ। नेपालमा पछिल्लो समय युवा पुस्ताको राजनीतिक चेतना र सहभागिता तीव्र गतिमा बढ्दै गएको छ। विशेष गरी गत भदौ 23 र 24 गतेको जेनजी आन्दोलनले नेपालको लोकतान्त्रिक अभ्यासमा नयाँ ऊर्जा, दृष्टिकोण र सवालहरू ल्याएको छ। यो आन्दोलनले सत्ता, नीति र निर्णय प्रक्रियामा युवाहरूको भूमिकाबारे गम्भीर बहस पनि सुरु गरिसकेको छ। अब क्रमशः देश फागुन 21 मा हुन लागिरहेको निर्वाचनतर्फ उन्मुख भएको छ। यस सन्दर्भमा युवा मतदाताहरूको भूमिका, मतदाताहरू बीचको जनचेतना र लोकतान्त्रिक अभ्यासमा नयाँ पुस्ताहरूको प्रभाव कति महत्त्वपूर्ण छ भन्ने विषयलाई यस क्यापवेब पोडकास्टको यो श्रृङ्खलामा हामी कुराकानी र छलफल गर्न गइरहेका छौँ। यसै सन्दर्भमा हामीसँग हुनुहुन्छ वरुण बस्याल, जो युवा मानव अधिकार कर्मी पनि हुनुहुन्छ, सँगै गत 23 र 24 भदौको आन्दोलनमा फिल्ड अब्जर्भरको रूपमा पनि हुनुहुन्थ्यो। आओ उहाँलाई स्वागत गरौँ। वरुणजी, स्वागत छ कार्यक्रममा। धन्यवाद दिवाकरजी। आज हामी जेनजी आन्दोलनको पछिल्लो प्रभाव कस्तो छ र आगामी निर्वाचनको तयारी सँगै युवा मतदाताहरूको कतिको उत्साह छ, जागरुकता कस्तो छ भन्ने कुरा र नेपालको भविष्यको लागि चाहिँ वास्तविक रूपमा जेनजी युवाहरूले के खोजिरहेका छन् भन्ने पृष्ठभूमिमै बसेर छलफल गर्छौँ। सर्वप्रथम तपाईँ जेनजी आन्दोलन जुन भदौ 23 गते भयो त्यसको चाहिँ तपाईँ अब्जर्भरको रूपमा पनि हुनुहुन्थ्यो, सडकमै हुनुहुन्थ्यो। यहाँले के देख्नुभयो? अब मैले प्रत्यक्ष रूपमा चाहिँ राज्यबाट एक हिसाबले अलि बढी नै बल प्रयोग भएको र जुन हिसाबको तयारी हुनु पर्थ्यो राज्यबाट, होइन, त्यसको सुरक्षा संयन्त्रलाई ध्यानमा राखेर त्यसपछि त्यो आन्दोलनलाई अझै थप कसरी व्यवस्थित गराउन सकिन्छ भन्ने विषयमा त्यो चाहिँ अभाव भएको देखियो भने अन्य रूपमा समग्रमा आन्दोलनरत पक्ष हाम्रो विशेष गरी जेनजी युवाहरूको चाहिँ एकदम उत्साहपूर्ण सहभागिता थियो। 11 बजेसम्मको समयमा, भदौ 23 को कुरा गर्दैछु, 11 बजेसम्मको समयमा एकदमै चाहिँ मर्यादित रूपमा एकदमै भनौँ न एउटा यो विधि पद्धतिमै रहेर चाहिँ आन्दोलन चलिरहेको थियो भने त्यसपछि चाहिँ राज्य पक्षबाट त्यो जब पानीको छहरा हान्ने खालको एउटा दमकल जस्तो टाइपको ल्याइयो, त्यसपछि चाहिँ त्यसबाट पानीको छहराहरू हान्न सुरु गरिसकेपछि आन्दोलनरत पक्षबाट पनि ढुङ्गामुढा सुरु भयो र दुवै पक्षको झडप चाहिँ देखियो। अब गोली पनि चल्यो, हवाई फायरिङ भयो, अश्रु ग्यासहरू प्रहार भयो। समग्रमा चाहिँ राज्यले अत्याधिक बल प्रयोग गरेको हो भन्न सकिएला। यहाँले राज्यले अत्याधिक बल प्रयोग गरेको भन्ने गर्दाखेरि हामीले अहिले पछिल्लो समय चाहिँ 23 र 24 को आन्दोलन पश्चात, होइन, केही दिन स्टेटलेसको अवस्थाको बावजुद पनि हामी अहिले अन्तरिम सरकारमा छौँ। अन्तरिम सरकारको म्यान्डेटै भनेको निर्वाचन गराउने हो। मूलत यो निर्वाचन हुन्छ हुन्न भन्ने कुरा पछिल्लो हामी संवादमा आउँछौँ नै। तपाईँले अहिले जस्तो यही सरकारले तय गरेको जाँचबुझ आयोगले अहिले यी विषयहरूलाई पनि केलाइरहेको अवस्था छ। यहाँले अघि कति पृष्ठभूमि त भन्नुभयो, तर यहाँ त्यहाँ उपस्थित हुँदै गर्दाखेरि ती कलिला बालबालिका, होइन, सँगै युवाहरू माथि जसरी राज्य पक्षबाट चाहिँ यो मानव अधिकारको सिद्धान्त विपरीत नै गएर शिर र छातीमै ताकी गोली हानेको छ, यसको अब्जर्भेसन चाहिँ तपाईँले ठ्याक्कै बताउँदाखेरि हाम्रो दर्शकलाई जानकारी गराउँदाखेरि चाहिँ कसरी गराउनु? अब मैले चाहिँ डाइरेक्टली तपाईँको यो कम्मरभन्दा माथि नै गोली लागेका घाइतेहरूलाई चाहिँ प्रत्यक्ष रूपमा देखिनँ त्यो अब्जर्भेसनको क्रममा। तर मैले चाहिँ प्रत्यक्ष रूपमा देखेको चाहिँ एकजनालाई यहाँ खुट्टामा गोली लागेर प्रहरीहरू मार्फत नै उद्धार गरेर उहाँलाई अस्पताल पुर्याउने प्रबन्ध मिलाइदिएको थियो। त्यस बाहेकका अन्य जुन ती ढुङ्गा इँटाहरू प्रहार भएको थियो त्यसबाट चाहिँ सामान्य घाइते भएका, कसैको टाउकोमा लागेको, कसैको हातमा खुट्टामा चोटपटक लागेका घटनाहरू देखियो।
अब यो समग्रमा भन्दाखेरि चाहिँ अब हवाई फायरिङहरू अत्याधिक भएको थियो त्यति बेला, जब प्रदर्शनकारी भनौँ आन्दोलनकारीहरूले चाहिँ यो प्रतिनिधि सभाको गेटलाई तोडेर भित्र जाने प्रयासहरू जब सुरु भयो त्यति बेलादेखि चाहिँ हवाई फायरिङहरू म्याक्सिमम सुरु भयो र अश्रु ग्यासहरू फाल्न सुरु भएको र अब त्यो लगत्तै चाहिँ डाइरेक्टली गोली चलाउने र लाठीचार्ज गर्ने घटनाहरूको चाहिँ म प्रत्यक्ष साक्षी नै हो। ओके, यहाँले यो जुन साक्षीको रूपमा हामीलाई जानकारी गराउनुभयो, मूलत यो कतिपय विषय बाहिर आइ पनि सकेको छ, कतिपय विषयमा अनुसन्धान पनि जारी छ। यो एउटा पाटो रह्यो। अब अलिकति यसलाई फरक दृष्टिकोणबाट हेर्ने हो भने चाहिँ अब हामी मूलत यो राजनीतिक वातावरण जुन यसले प्रभाव पारेको छ हैन, र मूलत यो आन्दोलन पश्चात राजनीतिक दलहरूले पनि यो कतिपय दलले यसलाई सकारात्मक रूपमा लिएर यसको म्यान्डेटलाई प्रतिनिधित्व गर्ने भन्ने खालका आश्वासनहरू छन् भने अझै पनि कतिपय दलले चाहिँ विभिन्न विध्वंसकारी कोट अनकोटमा चाहिँ भन्ने गरेको हैन र अन्य विभिन्न खालका आक्षेपहरू पनि लागिरहेको अवस्था छ। मूलत यो आन्दोलन जुन चिजको लागि भएको थियो, भ्रष्टाचार सुशासन कायम गर्न, विधिको शासनलाई स्थापित गराउनको लागि, र यो पछिल्लो समय जसरी अलिकति विध्वंसकारी मोडमा जसरी परिवर्तन भयो, के वास्तवमा यो आन्दोलनको निचोड विध्वंसतर्फ जाने थियो या राज्य पक्षको त दमनले गर्दाखेरि आन्दोलन त्यसरी उत्तेजित भएर अगाडि बढेको, कसरी तपाईको निहाल्नुहुन्छ? अब यो सुरक्षा कर्मीहरूले आफ्नो एउटा सुरक्षा घेरा राखिएको सुरक्षा घेरा थियो, त्यो तोडेर प्रदर्शनकारीहरू बानेश्वरतर्फ त्यो प्रतिनिधि सभातर्फ जाँदै गरेको अवस्थापछि अब अन्य नियन्त्रणका लागि चाहिँ हवाई फायरिङहरू सुरु भएको हो। तर पछि जब बिस्तारै हामी त्यहाँ हुँदाहुँदै पनि पछि टाउकोमा गोली लाग्यो रे होइन, कम्मरभन्दा माथि गोली लाग्यो रे भन्ने सुनियो नि त। त्यसपछि चाहिँ राज्यले अत्याधिक बल प्रयोग गरेको हो भन्न सकिन्छ। तर जुन हिसाबले यो माइती घरदेखि बानेश्वरसम्म आउने क्रममा चाहिँ युवाहरूले आफ्ना विरोधहरू प्रस्तुत गर्दै चाहिँ प्रदर्शन गरेका थिए, त्यति बेला चाहिँ एकदमै शान्तपूर्वक नै थियो होइन। त्यो सुरक्षा घेरा तोडिएपछिका परिणामहरू चाहिँ एकदमै अकल्पनीय र एकदमै भनौँ न एउटा अनएक्सेप्टेबल भयो होइन। त्यसपछि जुन रूपमा चाहिँ राज्यले यो नागरिकहरूको स्वतन्त्र रूपमा चाहिँ यो राइट टु एसेम्ब्ली छ नि, राइट टु एसेम्ब्लीलाई चाहिँ एउटा एक्सर्साइज गर्न पाउने अधिकारलाई चाहिँ सुरक्षित गर्नु पर्थ्यो। त्यसको लागि आवश्यक प्रबन्ध नगरिएको हुनाले, आवश्यक सुरक्षाकर्मीहरू चाहिँ पर्याप्त मात्रामा नखटाइएको हुनाले चाहिँ यो घटना भएको हो। र सँगसँगै अब यता आन्दोलनरत पक्षबाट पनि चाहिँ केही स्थानमा त्यो प्री प्लानिङ नभएर होइन, पहिलेदेखि नै चाहिँ हामीले आन्दोलनलाई यो रूपमा लैजाने भन्ने हिसाबको चाहिँ एउटा प्रपर प्लानिङ नभएको र त्यसलाई लिडिङ गर्ने पनि एउटा प्रपर टिम नभएको कारणले पनि त्यो मास भनौँ न एउटा ठुलो मासलाई, हजारौंको संख्याको मासलाई चाहिँ नियन्त्रण गर्नका लागि गाह्रो भएको हो। तर मैले देख्दासम्म त्यो बानेश्वर पुग्नभन्दा अगाडिसम्म चाहिँ जस्तो यो बाटोको छेउछाउका बोट बिरुवाहरू चाहिँ भाँच्नु हुँदैन, जोगाउनु पर्छ भनेर चाहिँ कतिपय स्वयंसेवकहरूले चाहिँ कतिपय त्यहाँ प्रदर्शन हेरिरहेका मान्छेहरू र प्रदर्शन गरिरहेका या आन्दोलन गरिरहेका व्यक्तिहरूलाई पनि सडकमा ल्याउने अनि त्यसपछि यसलाई व्यवस्थित गरौँ भन्ने माइकिङहरू गरेको त्यस्तो सुनिन्थ्यो। तर म्यासिभमा चाहिँ एकदमै मुर्दाबादका नाराहरू सहित एकदम यो त्यति बेलाको सरकारको विपक्षका नाराहरू, त्यति बेलाका सरकारमा आबद्ध राजनीतिक दलहरूको विपक्षमा उहाँ त्यो ती दलको नेतृत्वकर्ताहरूको विपक्षमा चाहिँ चर्को आवाज भएको सुनिन्थ्यो। यहाँले जसरी यो चर्को आवाजको कुराहरू गर्नुभयो होइन, मूलत यो तपाईको दृष्टिमा चाहिँ त्यो आवाजहरू असन्तुष्टिको थियो वा कुनै नयाँ भविष्य सुरुवातीको लागि थियो? कसरी हेर्नुहुन्छ त्यो पुस्ता जसले चाहिँ जसको विरुद्ध नाराबाजी गरिरहेका थिए, जसरी उनीहरू असन्तुष्टिको आवाजहरू पोखिरहेका थिए? अब यसरी भनौँ दिवाली चाहिँ हजुर, युवाहरूका मागहरू, युवाहरूका चाहनाहरू होइन, युवाहरूले सोचेका चाहिँ योजनाहरू कार्यान्वयन नहुँदा, ती कार्यान्वयन गर्ने तहमा नपुर्याइदा युवाका आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक पक्षका मुद्दाहरूलाई
समयमै सम्बोधन नगरिदा, त्यो चाहे राजनीतिक दलबाट होस्, चाहे राजनीतिक दलमा सहभागिताका कुरा, नेतृत्व लिने कुरा, होइन, त्यसपछि आएर राज्य र राज्यका निकायमा चाहिँ सहभागी हुने कुरा, नेतृत्व लिने कुरा, त्यसपछि राज्यका अवसरहरूको सदुपयोग गर्ने कुरा, उहाँहरूले ती राज्यका चाहिँ राज्यले प्रदान गरेका सेवा सुविधाहरू प्राप्त गर्ने कुरामा पछाडि पारिएका कारण, उहाँहरूका आवाजलाई दबाइएका कारण चाहिँ त्यो दबिएको आवाज चाहिँ एउटा बुलन्द हुँदाखेरिको परिणाम हो। र यो त्यो दबिएको आवाज बुलन्द भएको मात्र होइन, नयाँ नेपालको चाहिँ एउटा सुन्दर भविष्यका लागि पनि यो जेनजी मोमेन्ट चाहिँ एउटा बलियो आधार हो भनेर चाहिँ भन्दा उपयुक्त होला। आधार स्तम्भ बन्यो जसले चाहिँ यो सुरुवाती गर्छ भन्ने कुरा भयो। हुन्छ, अब अलिकति अब राजनीतिक दलहरूले अघि पनि अलिकति उठान गरेका थिए, युवाहरूप्रति चाहिँ अहिले विभिन्न आक्षेपहरू लाग्ने छ। यद्यपि राजनीतिक दलहरूले युवाप्रति आफ्नो दृष्टिकोण साझा गर्दै गर्दाखेरि या बताउँदै गर्दाखेरि चाहिँ के परिवर्तन ल्याएका छन् भन्ने खालका जुन भाष्यहरू छन्, त्यो भाष्यहरूलाई अबको युवा पुस्ताले चाहिँ या यो जेनजी युवा पुस्ता या नेतृत्वकर्ताले चाहिँ कसरी यसलाई चिर्नुपर्छ जस्तो लाग्छ? पहिलो कुरा चाहिँ यो जेनजी मोमेन्टसँग आबद्ध जति पनि पक्षहरू, समूहहरू या नेटवर्कहरू छ, त्यसको एउटा सोलिडारिटी आवश्यक छ। ओके, पहिलो कुरा त होइन, र कमन एउटा ग्राउन्ड या कमन एजेन्डाहरू चाहिँ सेट हुन आवश्यक छ। किन भन्दा ती विभिन्न ग्रुपका विभिन्न मागहरू र त्यसमा पनि एउटा मतभेदको अवस्थाहरू हामीले अहिले एनालाइज गर्न सक्छौँ। त्यो कारणले चाहिँ यसमा संलग्न जति पनि क्यामेरा अगाडि देखिएका र क्यामेरा पछाडि रहेका जति पनि नेतृत्वकर्ताहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ एउटा कमन ग्राउन्ड चाहिँ बनाउन आवश्यक छ। चाहे त्यो सङ्गठनको माध्यमबाट होस्, चाहे त्यो राजनीतिक दलको माध्यमबाट होस्, या त एउटा सङ्गठित नागरिक समाजको चाहिँ एउटा माध्यमबाट होस्, त्यो चाहिँ हुनु आवश्यक छ भन्ने चाहिँ मेरो बुझाइ हो। अब यहाँको यो बुझाइसँगै चाहिँ अब मूलत अहिले अन्तरिम सरकार बनेको छ, अघि पनि भन्यो म्यान्डेट निर्वाचनतर्फ छ। निर्वाचन हुन्छ हुँदैन भन्ने खालको एउटा न्यारेसन छ, यसलाई कसरी हेर्नुहुन्छ? हुन त राजनीतिक दल अस्ति भर्खर सरकारले त्रिपक्षीय संवाद पनि गराएको छ, जेनजी राजनीतिक दल र सरकार आफै भएर। यद्यपि फागुन 21लाई चाहिँ विभिन्न कोणबाट चाहिँ होला नहोला या अनिश्चितताको राजनीतितर्फ ढल्किने पाटोहरू पनि खुलेर आइरहेको छ। सो यी सबै कुरालाई चाहिँ आजको दिनमा यो पुस्ताले, अघि तपाईँले यो सोलिडारिटीको कुरा गर्नुभयो, एकबद्ध भएर चाहिँ युवाहरू लाग्नुपर्छ भन्दै गर्दाखेरि चाहिँ उनीहरूको एउटा धरातलीय यो एउटा चार्टर अफ कमन यो डिमान्ड जुन हुन्छ, एउटा कमन डिमान्ड, त्यसमा चाहिँ कसरी उहाँहरू चाहिँ एकबद्ध हुन सक्नुहुन्छ जस्तो लाग्छ? अब त्यो एउटा कमन पोइन्ट चाहिँ के हुन सक्छ? जहिले पनि एउटा कुरा चाहिँ के बुझ्नुपर्छ भन्दा हाम्रा दर्शक महानुभावहरूले पनि राज्यमा विभिन्न इन्ट्रेस्ट ग्रुपहरू हुन्छन् होइन। एउटा राज्यमा विभिन्न शक्ति समूहहरू हुन्छन् होइन, इन्ट्रेस्ट ग्रुपहरू हुन्छन्। उनीहरूले बारम्बार लबिङ गरेको हुन्छ आफ्नो पक्षमा पोलिसीहरू ल्याउनको लागि, आफ्नो पक्षमा गभर्मेन्टको डिसिजनहरू ल्याउनको लागि। त्यो कारणले ती विभिन्न पक्षले आफ्नो इन्ट्रेस्ट अनुसारको विभिन्न मिडिया न्यारेटिभहरू गर्ने होइन, मिडिया कन्ट्रोलिङ गर्ने। अब त्यो भन्दैमा फेरि पत्रकार साथीहरूको यसमा प्रश्न आउन सक्छ। मैले उहाँहरूको चाहिँ कामप्रति उहाँहरूको चाहिँ जुन एउटा लगनशीलता छ, उहाँहरूको एउटा जुन कन्ट्रिब्युसन छ, त्यसमा प्रश्न गरेको होइन। तर कतिपय अवस्थामा चाहिँ यो पत्रकारिता क्षेत्रमा भएका पनि अनियमितताहरू, त्यस्ता खालको गतिविधिहरू छन्। त्यो कारणले पनि मिडियाहरू मार्फत चाहिँ मिडिया म्यानिपुलेसन गरेको न्यारेटिभहरू चाहिँ त्यसरी डेभलप गरेको हुनसक्छ। यो चुनाव हुने र नहुने भन्ने कुरामा त अब अस्तिको त्रिपक्षीय बैठकबाट पनि अधिकांश भनौँ न लगभग सबै दलहरूले चाहिँ एक दुई बाहेक सबै दलहरू चाहिँ चुनावी मैदानमा जाने, जेनजी मोमेन्टमा आबद्ध भएका साथीहरू र यो जेनजी मोमेन्टलाई सपोर्ट गर्ने र हामी पनि यो चुनावी मैदानमा जानुपर्छ, हामी देशलाई चाहिँ स्थिरतातर्फ लैजानुपर्छ। एउटा अन्तरिम सरकारले गरेको निर्णय र अन्तरिम सरकार र जेनजीहरूको चाहना अनुरूपको चाहिँ एउटा नयाँ सरकार, नयाँ संरचना चाहिँ निर्माण हुनुपर्छ, नयाँ प्रतिनिधिहरू आउनुपर्छ भन्ने खालको जुन एउटा अभिव्यक्तिहरू हामीले सुनियो, तपाईँले पनि हेर्नुभयो, हाम्रो दर्शकहरूले पनि हेर्नुभयो। त्यो कारणले चाहिँ अब अहिलेको परिस्थितिमा चाहिँ निर्वाचन हुन्छ भन्ने कुरामा चाहिँ त्यति शङ्का गर्नु नपर्ला। निर्वाचन आयोगले पनि तयारी गरिरहेको छ। अनि अब त्योसँगै मतदाता नावलीमा अब नाम सङ्कलन गर्ने
मिति पनि घट्दैछ। अब त्यसमा अहिलेसम्म त 93,000ले मात्रै चाहिँ नयाँ नाम दर्ता भएको भन्ने छ। बरु यसमा अझ कसरी बढाउने भन्नेतर्फ चाहिँ युवाहरूले सोच्नु पर्ला जस्तो लाग्छ मलाई चाहिँ। यो अरू विषयमा चाहिँ जति पनि न्यारेटिभहरू भए तापनि निर्वाचन हुने कुरा र राज्यलाई स्थिरतामा लैजाने कुरामा चाहिँ यसमा कसैले पनि शङ्का गर्नु हुँदैन र यस निर्वाचनलाई सफल बनाउन चाहिँ सबैले सहयोग गर्नुपर्छ भन्ने जस्तो मलाई लाग्छ। महत्त्वपूर्ण कुरा गर्नुभयो। अब अलिकति निर्वाचन केन्द्रित नै हौँ। निर्वाचन फागुन 21मा भनियो होइन। फागुन 21मा गरिने निर्वाचनको लागि हुन नयाँ दलहरू पनि दर्ता भइरहेको अवस्था छ। तर यो सबैको पाटो अब एकदमै नजिक छौँ हामी। यो नजिकीपन जति बढ्दैछ चुनाव हुने आशाहरू, किनकि पार्टीहरू दर्ता हुँदैछन् होइन, नयाँ जेनजीका पार्टीहरू पनि बन्ने भन्ने कुराहरू बाहिर आइरहेका छन्, मिडियामा ती कुराहरू ट्रेन्डिङ गरिरहेका छन्। ती सबैको पश्चात चाहिँ यो इलेक्सन एजुकेसन, जसलाई चाहिँ हामी मूलतः निर्वाचन केन्द्रित यो निर्वाचन शिक्षाको कुराहरू चाहिँ या मतदाता शिक्षाको कुरामा चाहिँ यो कस्तो अवस्था छ, त्यसको व्यवहारिक पक्ष चाहिँ कसरी हेर्नुहुन्छ? अब नेपालमा मतदाता शिक्षा निर्वाचन केन्द्रित छ आजको मितिसम्म होइन। निर्वाचन आएको समयमा मात्रै मतदाता शिक्षा भनेर कार्यक्रमहरू कार्यान्वयन हुन्छन्। तर यो मतदाता शिक्षा चाहिँ अब अहिलेको निर्वाचनका लागि मात्र होइन कि पछि हुने निर्वाचनका लागि पनि समयसँगै असल सक्षम र योग्य उम्मेदवारलाई चाहिँ निर्वाचनमा विजयी बनाउनुपर्छ, सफल बनाउनुपर्छ भन्ने खालको क्याम्पेनिङ चाहिँ निर्वाचन आयोगबाट पनि हुनुपर्छ। सँगसँगै अब यो निर्वाचनका लागि निर्वाचन केन्द्रित सङ्घ संस्थाहरू, त्यसपछि आएर तपाईँका अन्य नागरिक सङ्घ संस्थाहरू, गैर सरकारी सङ्घ संस्थाहरूले चाहिँ यसमा भूमिका खेल्नुपर्छ र यो निर्वाचनलाई स्वच्छ बनाउने विषयमा, मतदाताहरूलाई चाहिँ शिक्षित बनाउने विषयमा चाहिँ यो यी सङ्घ संस्था व्यक्तिहरू र तपाईँ हामी जस्तै युवाहरू अझै मूलतः अहिलेका युवा नेतृत्वकर्ता जेनजी पुस्ताका चाहिँ नेतृत्वकर्ताहरू जो फ्रन्ट लाइनमा देख्नु भएको छ, उहाँले पनि यो क्याम्पेनलाई चाहिँ एकदमै स्थानीय तहको समन्वयमा त्यहाँका बुद्धिजीवी, त्यहाँका चाहिँ जनप्रतिनिधि नै हुन सक्लान्, त्यहाँका पत्रकारहरू हुन सक्लान्, या त्यहाँका अन्य अब भनौँ न युनिभर्सिटी लेभलमा अध्ययनरत विद्यार्थीहरू लगायत युवा समूहहरू, महिला समूह लगायत विभिन्न जति पनि सङ्गठित र असङ्गठित समूहहरू, दर्ता भएका र नभएका समूहहरू छन्, ती मार्फत चाहिँ कम्युनिटी लेभलसम्म, घर घरसम्म होम टु होम इलेक्सन क्याम्पेन चाहिँ आवश्यक देखिन्छ। यो मूलतः निर्वाचनलाई केन्द्रित नगरिकन पनि यसको व्यवहारिक पक्षबाट पनि चाहिँ उहाँहरूलाई यो जानकारी दिनु भन्ने पाटोमा चाहिँ भन्नुभयो। अब अलिकति आउँ, यो निर्वाचन भइरहँदाखेरि एउटा संशय कस्तो छ भन्दाखेरि चाहिँ मूलतः तिनै राजनीतिक दलका तिनै नेतृत्वकर्ता जो माथि आक्षेप लागेको छ, जो माथि चाहिँ भनौँ न सुशासन कायम गर्न सकेनन्, अनियमितता गरे भन्ने जस्ता न्यारेसनहरू जुन थिए या गरेका छन् छैनन्, भोलि जाँचबुझ आएको हुन्छ, भोलि अख्तियारले त्यसलाई पुष्टि गर्ला, छुट्टै कुरा भयो। तर उहाँहरू फेरि दोहोरिएर आउने भन्ने चाहिँ जनमानसमा चाहिँ त्यो एउटा डर छ। तर त्यो डरको बिच एउटा नयाँ प्रस्ताव या एउटा नयाँ खालको बहस पनि के छरिएको के छ भन्दाखेरि चाहिँ नोटाको कुरा छ, नन अफ दि एबभ भनेर होइन। अस्वीकारको अधिकार पनि चाहिँ लोकतन्त्रमा मान्य हुनुपर्छ भन्ने खालका छन्। यसलाई कसरी हेर्नुहुन्छ? किनकि मूलतः भोलि निर्वाचन भएर उहाँहरू जो आउँदै हुनुहुन्छ उहाँहरूलाई आउन दिनुहुन्न भन्ने चाहिँ हुँदैन। लोकतन्त्रमा आम क्यापेबल क्यान्डिडेटले चाहिँ उम्मेदवार बन्न पाउँछ होइन, जसमा नो सवाल। तर त्यो एउटा जनतामा देखिएको जुन एउटा डर, जुन चाहिँ फेरि उनीहरू नै को निरन्तरता हुने हो कि भन्ने कुराहरू छन्, त्यसलाई चिर्नको लागि चाहिँ यो नोटाको आवश्यकता कति देख्नुहुन्छ? अब पहिलो कुरा त यो जति पनि राजनीतिक दलहरू निर्वाचनमा जानुहुन्छ या त राजनीतिक दल मार्फत चाहिँ उम्मेदवारहरू चाहिँ चयन हुन्छन् या त स्वतन्त्र उम्मेदवारहरू हुनुहुन्छ। उहाँहरूको चाहिँ एउटा सक्षमता जाँच्ने, उहाँहरू कतिको चाहिँ होइन भनौँ सबल हुनुहुन्छ, उहाँहरू देशका लागि या यो नीति निर्माणका लागि कतिको योग्य हुनुहुन्छ भनेर यसको डिसिजन त सार्वभौमिकता, यसको भनौँ न यसको पावर त जनतामा नै छ। त्यो भए तापनि अब अहिले हामीसँग नोटाको अप्सन छैन। निर्वाचन आयोगले हुन त अहिले नयाँ खालको बहस पनि सुनिन्छ, सँगसँगै विदेश भएका नागरिकहरूले पनि मतदान गर्न पाउनुपर्छ भन्ने कुरा। त्यस्तै यो नोटाको कन्सेप्ट पनि नेपालमा नयाँ हो। हुन त विभिन्न देशहरूले विश्वमा चाहिँ विश्वका भनौँ न डेभलप
कन्ट्रिजहरूले पनि यसको कार्यान्वयन गरेको भए तापनि अब यो नोटाकोमा यसको विकल्प सहितको चाहिँ एउटा प्रस्ताव पेश हुनुपर्छ जस्तो लाग्छ। जस्तो त्यहाँ मध्ये कुनै पनि उम्मेदवार मन परेन भनेर त्यसमा 2/3 मत आयो भने होइन त्यसको विकल्पमा के त अब कसरी जाने त या होइन यसको अप्सन के हुनसक्छ भन्ने खालको एउटा हुनुपर्छ। दोस्रो चाहिँ अब ती मध्येकै फेरि त्यही फेस दोहोरिलान् कि भन्ने प्रश्नमा चाहिँ ती फेस नदोहोरिने वातावरण बनाउन चाहिँ पुराना राजनीतिक दल र नयाँ राजनीतिक दल पनि अहिले स्थापित दलहरू नै या अहिले निर्वाचन आयोगमा दर्ता भएका र अब निर्वाचन आयोगमा दर्ता हुने राजनीतिक दलहरूमा चाहिँ युवाहरूको सक्षम युवाहरूको चाहिँ त्यसमा पनि सक्षम र सफल यो एउटा सचेत र सबल युवाहरूको चाहिँ प्रतिनिधित्व नेतृत्व हुने गरी चाहिँ हुन त अहिले महाधिवेशनहरू पनि हुने क्रममा छ। अब कतिपय पार्टीहरूको महाधिवेशन पनि तोकिएको छ। त्यो कारणले त्यस्ता चाहिँ महाधिवेशनहरू मार्फत चाहिँ राजनीतिक दलको नेतृत्वमा चाहिँ युवाहरूलाई नै भनौँ न एक हिसाबले आम सर्वसाधारणले पनि सफल मानेका व्यक्तिहरूलाई होइन एउटा सामाजिक इमेज सोसियल इमेज चाहिँ राम्रो भएका पब्लिकले चाहिँ बिलिभ गर्ने खालका व्यक्तिहरू चाहिँ ती राजनीतिक दलमा नै गए र जो अवसरबाट वञ्चित पारिएका सीमान्तकृत समुदाय अल्पसङ्ख्यक समुदायहरू छन् उहाँहरूको पनि प्रतिनिधित्व हुने गरी खालको एउटा नेतृत्व राजनीतिक दलहरूमा पनि चयन भयो भने चाहिँ तपाईँले भनेको यो दोहोरिने उही पुरानो अनुहार दोहोरिने समस्या चाहिँ समाधान हुन्छ। अझै यसको समस्याको समाधान चाहिँ जनताले नै गर्ने हो क्या। जनताहरू तपाईँले मैले एकैछिन रोकिहालेँ, तपाईँले अल्टिमेटली जनताले नै डिसिजन गर्ने हो भन्ने वातावरण भन्दै गर्दाखेरि यहाँले ठुलो पृष्ठभूमि पनि जोड्नु भयो। यो सबै कुरा गर्दै गर्दाखेरि एउटा जनता जो लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको निर्वाचनमा गएर मतदान गर्ने हो, उसले स्वास्तिक छाप हान्ने हो होइन। र उसले स्वास्तिक छाप हान्न जाँदै गर्दाखेरि उसलाई यदि कुनै पनि क्यान्डिडेट या कुनै पनि उम्मेदवार मन परेन भने उसले आफ्नो लोकतान्त्रिक मताधिकार गर्ने जुन उसको अधिकार छ त्यसलाई सुनिश्चित गर्नको लागि त अस्वीकारको अधिकारको स्थापना पनि त महत्त्वपूर्ण छ होला नि त। यद्यपि तपाईँले अघि दुईटा कोणबाट यसलाई व्याख्या गर्नुभयो होइन, एउटा यसको विकल्प के हुन सक्छ भन्ने कुरा। तर यदि जनताले कुनै पनि नेतालाई या 2/3 भन्दा बढी जनताले चाहिँ कुनै पनि राजनीतिक दल होस् वा स्वतन्त्र होस् कसैलाई मन पराएन भने त्यसको विकल्प त तिनै दल या तिनै स्वतन्त्र भित्रबाट फेरि नयाँ जन्मिन सक्छ नि त होइन। त्यसको अवधारणालाई आजको दिनमा नेपालको परिवेशमा चाहिँ कतिको आवश्यकता देख्नुहुन्छ? आवश्यकता हो, तर यसमा निर्वाचन आयोगले चाहिँ यो भनौँ न राज्यले चाहिँ निर्वाचन आयोग भन्दा पनि राज्य र राज्यका निकाय जसले निर्वाचनका लागि नै केन्द्रित छन् होइन, यो आगामी फागुन 21 को निर्वाचनका लागि तयारी गरिरहेका छन् त्यसमा संलग्न र जेनजी पुस्ताका अगुवाहरू जो चाहिँ अहिले फ्रन्ट लाइनमा देख्नु भएको छ उहाँहरूले प्रस्ताव लग्यो भने चाहिँ खासै असफल हुन्छ र यो असम्भव हो जस्तो चाहिँ लाग्दैन। अति आवश्यक विषय हो र लोकतन्त्रको एउटा भनौँ न सुन्दर अभ्यास पनि हुन्छ। नेपालले एउटा गुड इक्जाम्पलको रूपमा नेपाललाई लिन सक्ने पनि हुन्छ र एउटा यो जेनजी आन्दोलन पछिको एउटा सफलता पनि यसलाई मान्न सकिन्छ यदि त्यो भयो भने हामी आशा गरौँ र अब यसका लागि चाहिँ हामी अनुरोध यही पोडकास्ट मार्फत अनुरोध पनि गरौँ। अब हामी अलिकति निर्वाचनकै परिवेशमा छौँ, अब युवाहरू पनि मूलत जोडसोडले चाहिँ निर्वाचनको तयारी पनि गरिरहेको अवस्थाहरू छ। अघि पनि भने कतिजना त दल नै खोलेर लाग्ने अवस्था पनि छ, त्यो छुट्टै पाटो भयो। तर अब अझै पनि ती अधिकांश काठमाडौँ भन्दा बाहेकका दुर्गम अलि ग्रामीण क्षेत्रमा चाहिँ मतदाता शिक्षा अझै पनि पुग्न सकेको छैन, इभन तिनै युवा पङ्क्तिमा पनि पुग्न सकेको छैन। यसलाई एकदमै सिधा रूपमा भन्दाखेरि यो मतदाता शिक्षा तिनै युवाहरू त्यो कम्युनिटीका अन्य के अरे स्टेक होल्डरहरूसम्म या ती नागरिकसम्म पुग्नको लागि या पुगाउनको लागि चाहिँ के गर्नु पर्ला आजको दिन, किनकि समय अवधि एकदम कम छ तर आज काम गर्नुपर्ने। मैले अघि पनि भने दिवाकरजी अब यो जेनजी मोमेन्टका नेतृत्वकर्ताहरू प्लस स्थानीय जनप्रतिनिधिहरू प्लस समाजसेवी बुद्धिजीवी होइन, त्यो सँगसँगै तपाईँको चाहिँ अन्य विभिन्न समूहमा चाहिँ सङ्गठित भएका समूहहरू जस्तो धार्मिक समूह होलान्, जातीय समूह होलान् या कुनै एउटा स्पेसिफिक उद्देश्य लिएर सङ्गठित एउटा समूहहरू होला, ती समूहहरू मार्फत चाहिँ गयो भने चाहिँ यो अलि इजी हुन्छ र अझै यो तीव्र रूपमा लैजानलाई पनि ती समूहहरू भएको कारण जहाँ बढी मास इन्भल्भमेन्ट छ
त्यो स्थान या त्यो व्यक्तिहरू मार्फत चाहिँ यो क्याम्पेनलाई अगाडि बढाउनु पर्यो सक्यो भने जस्तो मिडियाको पनि यसमा रोल हुन सक्यो होइन जस्तो हामीले अहिले गरेको पोडकास्ट पनि एउटा माध्यम हुन सक्यो त्यस्तै हरेक तवरबाट आफ्नो इन्डिभिजुअल लेभलदेखि कलेक्टिभ इफोर्ट के गर्न सकिन्छ भन्ने सन्दर्भमा चाहिँ इन्डिभिजुअली तपाईँ हामीले गरे जस्तै तपाईँको सोसियल मिडिया थ्रु क्याम्पेनिङ हुनसक्छ या तपाईँले कुनै प्रोग्राम गरेर क्याम्पेनिङ गर्न सक्नुहुन्छ घर दैलो अभियान यही निर्वाचन केन्द्रित गर्न सक्नुहुन्छ या त अन्य अब मास कम्युनिकेसनको थ्रु अरू जस्तो पत्र पत्रिका होला अरू अन्य सञ्चारका माध्यम होला ती पनि प्रयोग गर्न सकिन्छ र सङ्घ संस्था समूहहरू र समाजका सचेत नागरिकहरू चाहिँ यसमा लाग्न आवश्यक छ महत्त्वपूर्ण कुरा गर्नुभयो सबै स्टेक होल्डरहरूको संयुक्त प्रयासले मात्र र राज्यले चाहिँ अझै यसलाई गम्भीरतापूर्वक हेर्नुपर्छ एकदम धन्यवाद अब हामी करिब अन्तिम चरणतर्फ लागिसकेको छौँ अब अलिकति यो पुस्ताले जुन खोजेको आगामी मार्गदर्शन छ आगामी मार्गचित्र छ त्यो नेपालको लागि के हुन सक्छ जस्तो लाग्छ हैन र अबको दिन एउटा परिकल्पना गरौँ न यही हामी यही पोडकास्टबाट भोलि यी युवा साथीहरू या जो जुनसुकै पार्टीबाट होस् या पार्टीभन्दा बाहिरका जो युवा पङ्क्तिहरू यदि सदनमा पुग्दैछन् प्रतिनिधि सभामा पुग्दैछन् भने चाहिँ उनीहरूका डिसिजनहरू कस्तो हुन्छ होला कसरी तपाईँले चाहिँ यसलाई आकलन गर्नुहुन्छ अब दिवाकरजी यो जेनजी मोमेन्ट किन भयो भन्ने सन्दर्भमा चाहिँ अब हामीले यसलाई रिफ्लेक्ट गर्नुपर्छ जस्तो लाग्छ जस्तो भ्रष्टाचारको विरुद्धमा सुशासनका लागि होइन विधिको शासनका लागि कानुनी राज्य स्थापना गर्नका लागि यो जो विद्रोह भयो र जो चाहिँ पहिलेदेखि पछाडि पारिए भनेको अल्पसङ्ख्यक भए सीमान्तकृत भए अझ विशेष गरी युवाहरूमा पनि विभिन्न खण्डमा युवाहरूलाई बाँड्न सकियो सीमान्तकृत युवा दलित युवा त्यसपछि अब भनौँ न धार्मिक हिसाबले वर्गीकरण गर्न सकियो होइन लैङ्गिकताको आधारमा वर्गीकरण गर्न सकियो जो चाहिँ पहिलेदेखि नै राज्यका अवसरहरूबाट राज्यका कार्यक्रमहरूबाट राज्यका सेवा सुविधाबाट र राज्यको नेतृत्व गर्ने भनौँ न राज्य अन्तर्गतका निकायहरूबाट चाहिँ जो पछाडि पारिए अवसरहरूबाट पछाडि पारिए होइन तपाईँको चाहिँ अन्य खालका तपाईँका नेतृत्व लिने सहभागिता लिने कुराहरूबाट पछाडि पारे ती कुराहरूबाट चाहिँ अगाडि ल्याउनका लागि चाहिँ अब नीतिहरू परिमार्जित होलान् र हुनुपर्छ भन्ने कुरा हो पहिलो कुरा दोस्रो कुरा तपाईँले प्रत्यक्ष कार्यकारीको मागसहित यो जेनजी आन्दोलन भएको हो र त्यो मुद्दा पनि अब त्यहाँ मतभेद होला त्यो आफ्नो ठाउँमा छ तर बहुमत या एउटा भनौँ न अलि 2/3 जतिकै समूहको चाहिँ त्यो छ जस्तोखेरि त्यो एउटा मुद्दा होला त्यसपछि आएर देशमा चाहिँ अब यो अन्य जस्तो भौतिक पूर्वाधारदेखि लिएर अन्य पूर्वाधारहरूको विकास निर्माणको काममा जुन ढिलासुस्ती भयो जति जनताले चाहिँ दुःख पाउनु पर्यो र त्यसमा भएको अनियमितता भयो त्यसको चाहिँ प्रपर मोनिटरिङ होला र सुरक्षा संयन्त्रको कुरामा पनि राज्यबाट चाहिँ नागरिकहरू बारम्बार असुरक्षित हुनुपर्ने होइन आफ्ना अधिकारहरूको एक्सर्साइज गर्न नपाउने संविधानले नै भनेका रोजगारीका हकहरू नपाउने उद्यमशीलतामा युवाहरू जान नपाउने यस्ता खालका समस्याहरू सम्बोधन होला अहिले पनि तपाईँको पछिल्लो तथ्याङ्कले 16 लाखको हाराहारीमा चाहिँ नेपाली नागरिकहरू विदेश जानु परेको र कुनै तथ्याङ्कले 40 लाखको हाराहारीमा चाहिँ तपाईँको नेपालका नागरिकहरू विदेश भएको भन्ने एउटा तथ्याङ्क देखिन्छ त्यो कारणले यस्ता खालका विडम्बनाहरूबाट नेपाली जनताले बचाउन र नेपालको राष्ट्रिय हित अनुसार नेपालको सार्वभौमिकतालाई रक्षा गर्न राज्यको भौगोलिक अखण्डतालाई रक्षा गर्न राष्ट्रिय सुरक्षालाई चाहिँ अगाडि बढाउन र राष्ट्रिय एकतालाई मजबुत गर्नको लागि चाहिँ यो अहिलेका नयाँ नेतृत्वकर्ताहरूले पक्कै पनि यसमा ध्यान दिनुहुन्छ त्यसपछि अहिलेको एक्जिस्टिङ संविधान नेपालको संविधान 2072 मा भएका कमी कमजोरीहरू त्यो संविधानले सम्बोधन नगरेका पक्षहरू जस्तो कुनै समूहलाई सम्बोधन गर्न सकेका छैन होला कुनै भनौँ न इन्ट्रेस्ट ग्रुपलाई त्यसले एड्रेस गर्न सकेका छैन होला कुनै चाहिँ बिजनेस सेक्टरलाई त्यसले एड्रेस गर्न सकेका छैन होला प्राइभेट सेक्टरलाई एड्रेस गर्न सकेका छैन होला ती सेक्टरहरूलाई पनि समावेश गरेर एउटा राज्यलाई चाहिँ असल मार्गतर्फ लैजाने होइन राज्यको चाहिँ समृद्धि आर्थिक समृद्धितर्फ लैजाने सामाजिक रूपान्तरणतर्फ लैजाने होइन नागरिक सचेतनामा अभिवृद्धि गर्ने नागरिकका चाहिँ स्वतन्त्रताहरूलाई अझै चाहिँ यो स्वतन्त्रता फेरि अराजकताको स्वतन्त्रता होइन मर्यादित स्वतन्त्रतालाई चाहिँ प्रवर्धन गर्ने जनताहरूको हरेक तहमा हरेक स्थानमा हरेक क्षेत्रमा चाहिँ समान र तपाईँको चाहिँ समतामूलक सहभागिताको सुनिश्चित गर्ने यस्ता कुराहरूमा चाहिँ अबको
नेतृत्वले चाहिँ ध्यान दिनुपर्छ हाम्रो र पक्कै पनि अबको बन्ने प्रतिनिधि सभाले यस्ता कुरामा ध्यान दिन्छ भन्ने कुरामा म विश्वस्त छु। एकदम तपाईँले यो ध्यान दिने यो एउटा फ्युचरिस्टिक हिसाबमा कस्तो हुनसक्छ भन्ने कुरा भयो परिकल्पना। तर अब अलिकति फेरि फर्केर वर्तमान परिवेशमा आउने हो भने चाहिँ अब यो राजनीतिक निराशाको बिचमा आन्दोलन भएको हो। अघि तपाईँले भने जस्तै अघि पृष्ठभूमिमा मैले पनि बताए जस्तै सुशासन, विधिका शासन, होइन, राजनीतिक दलहरूले गरिरहेका अनियमितताका कुराहरू, होइन, फाइलका फाइल यो त्यसमा हस्टाइल गर्ने कुराहरू लगायत विभिन्न कोणबाट चाहिँ जनतामा निराशा पैदा भएको थियो, होइन। तर यो निराशा बीच हाम्रा यो जिन्जी युवा साथीहरूले के खोज्दै हुनुहुन्छ? विश्वास खोज्दै हुनुहुन्छ कि अवसर खोज्दै हुनुहुन्छ कि वैकल्पिक नेतृत्व नै अन्तत्वगत यसको परिणाम हो भन्ने गरेर खोज्दै हुनुहुन्छ? किनकि फेरि यो तिनटै कुरा एक आपसमा लिङ्क छन्, होइन, त्रिकोणात्मक रूपमा यिनीहरूलाई हेर्नुपर्छ। तपाईँलाई के लाग्छ, के खोज्दैछ? अब एउटा कुरा के भन्नुपर्छ भन्दा त्यसको उत्तर दिनुभन्दा अगाडि थोरै मैले 1 मिनट जति समय लिन चाहे। कुनै पनि राज्यमा, कानुनी राज्यमा जसको आफ्नो सार्वभौमिकता छ, त्यहाँ चाहिँ जहिले पनि इस्टाब्लिस पावर र इमर्जिङ पावरको कन्फ्लिक्ट हुन्छ। सायद सोसियोलोजी अध्ययन गर्ने धेरै साथीहरूलाई यो विषयमा जानकारी छ। अहिले भएको के भन्दा इमर्जिङ पावर चाहिँ अहिले टपमा पुगेको र इस्टाब्लिस पावर चाहिँ अहिले डाउन भएको अवस्था हो। भनेको राज्य जसले सरकारमा थिए, जसले राज्यमा वर्षौंदेखि चाहिँ नेतृत्व लिइरहेका थिए, चाहे त्यो राजनीतिक दलमा होस्, चाहे त्यो राज्य भनौँ न राज्यका निकायमा, सरकारको कुरामा, राज्यका प्रमुख पोजिसनको कुरामा हो, या अवसर लिने कुरामा होस्, या भनौँ न राज्यबाट सेवा सुविधा लिने कुरा होस्, त्यो कुरा चाहिँ अति भएर अब चाहिँ इमर्जिङ पावरको राइज भएको अवस्था अहिले देख्न सकिन्छ। नयाँ शक्तिहरू सङ्गठित भइरहेका छन्, नयाँ दलहरू खुल्ने प्रक्रियामा छन् र पुराना शक्तिहरू पनि अब सङ्गठित भएर नयाँ शक्तिका रूपमा बाहिर जनता समक्ष जाने, हामी सुधारेर आउँछौँ भनेर विश्वास दिलाइरहेका अवस्थामा के चाहिँ आकलन गर्न सकिन्छ भने युवाहरूले चाहेको अवसर पनि हो, युवाहरूले चाहेको सहभागिता पनि हो, युवाहरूले चाहेको आफ्नो चाहिँ एउटा माग पुरा होस् भन्ने पनि हो, र युवाहरूले चाहेको सुशासन पनि हो, तपाईँको सुरक्षा पनि हो, उनीहरूको भविष्यको सुनिश्चितता पनि हो, र अहिले एक्जिस्टिङ वर्तमानमा चाहिँ उनीहरूलाई सर्भाइभलको लागि र आफ्नो एउटा आफूले चाहे बमोजिमको स्वतन्त्र, मर्यादित र भयरहित जिन्दगी जुन मानव अधिकारको बेसिक प्रिन्सिपलले भन्छ ती अधिकारहरू पाऊँ भन्ने नै हो। त्यसकारणले यो युवाहरूको चाहिँ चाहना मात्रै नभएर यो डिमान्ड पनि हो, नट ओन्ली द इन्ट्रेस्ट अफ द युथ बट अल्सो द डिमान्ड अफ द युथ भन्न चाहन्छु। अघि हामीले पृष्ठभूमिमा भने जस्तै, अघि छलफल गरे जस्तै एउटा चार्टर अफ डिमान्ड के हो युवाहरूको भनेको त्यो करिब करिब क्लियर हुँदैछ। तर यसमा सोलिडारिटी हुने सबै वर्ग या सबै वर्गका युवाहरूले यही कुरामा मान्नुपर्छ भन्ने त छैन, यद्यपि त्यसलाई एकबद्ध भएर लग्न सकिन्छ। अब अन्तिमतिर छौँ वरुणजी, हामीले सुरुवात गरेका थियौँ एउटा प्रश्नबाट, जुन प्रश्न चाहिँ तपाईँले 23 गतेको आन्दोलनमा जुन अब्जर्भेसन गर्नु भएको थियो त्यसको पृष्ठभूमि सुन्यौँ। र अन्तिममा जाँदै जाँदाखेरि तपाईँ आफै पनि युवा जेनेरेसनको यही जेनजी पुस्ताको भएको हिसाबले पनि तपाईँले त्यहाँबाट या त्यो आन्दोलनको प्रारम्भिक क्षणबाट तपाईँलाई चाहिँ एकदमै यो आन्दोलन प्रेरणादायी हुन सक्ने, होइन, या यसको चाहिँ एकदमै प्रेरित योग्य कुरा चाहिँ के लाग्यो तपाईँलाई? पहिले प्रेरित भन्दा पनि म ठ्याक्कै फेरि अपोजिसनबाट कुरा गर्ने मान्छे मेरो चाहिँ दिवाकरजी थोरै समय लिन चाहे नभएको चाहिँ अब भनौँ न यसका ब्याकल्यासेस या यसको समस्याहरू ब्याकड्रप्सहरू चाहिँ के भयो भन्दा कारागारबाट कैदीबन्दीहरू भागे, अहिले पनि कतिपय कैदीबन्दीहरू बाहिर नै हुनुहुन्छ, होइन। विभिन्न अराजक र राज्यका सम्पत्तिमाथि चाहिँ तोडफोड आगजनी गर्ने काम गरे। इभन प्रहरी कार्यालयहरू पनि उपत्यकाकै 3 बाहेक अन्य प्रहरी कार्यालयहरू त सबै तोडफोड र आगजनी नै भए, कति पूर्ण क्षतिग्रस्त भए, हात हतियारहरू लुटिए, होइन। अहिलेसम्म पनि खोजी कार्य जारी छ, होइन। भन्न खोजेको राज्यको सम्पत्ति, निजी सम्पत्ति लगायत राज्यले अतुलनीय क्षति भोग्नु पर्यो। त्यसको बावजुद फेरि अब एचिभमेन्टको कुरामा पनि अब एक हिसाबले हेर्ने भने फेरि
पुनरुत्थानका कामहरू, पुनर्निर्माणका कामहरू चाहिँ क्विक भयो। नागरिककै सहभागितामा सरसफाइ गर्ने, फेरि ती भत्किएका, तोडफोड भएका या आगजनी भएकालाई फेरि रङरोगन गर्ने, फेरि पुनर्निर्माण गर्ने र फेरि कानुनकै शासन स्थापित गर्ने, कानुनी राज्य बनाउनेतर्फ चाहिँ गए। अदालत जल्दाखेरि कतिपय कानुनका विद्यार्थीहरू, कानुन व्यवसायीहरू, अधिवक्ताहरू गएर त्यहाँको सरसफाइ गर्ने, होइन, त्यहाँका फाइलहरूलाई बचाउने प्रयासहरू पनि गर्नुभयो। कतिपय ठाउँमा हाम्रो यो तपाईँको यो म्युजियमहरूमा, त्यसपछि सङ्ग्रहालयहरूमा चाहिँ या पुरातात्विक विभागहरूमा त रातभरि बसेरै नागरिकले नै त्यो बचाउनु भयो। कति ठाउँमा टोल त्यो के भन्छ समूहहरू बनाएर, गस्ती समूहहरू बनाएर चाहिँ आफ्नो टोलको निजी भनौँ न सम्पत्तिको र सरकारी सम्पत्तिको पनि सुरक्षा भयो। कति ठाउँमा यो चाहिँ चोरी हुनसक्छ, तोडफोड आगजनी हुनसक्छ भनेर उहाँहरूले सुरक्षित रूपमा आफ्नो घरमा लगेर चाहिँ कतिपय राज्यका सम्पत्तिहरू जोगाइदिनु भयो र फेरि पुनः फिर्ता दिनुभयो, होइन। अनि कति व्यक्तिहरू चाहिँ आशिका तामाङ लगायत कति व्यक्तिहरू चाहिँ फेरि घाइतेहरूलाई सहयोग गर्ने भनेर घर घरै समेत पुग्नुभयो, होइन। कतिपय सङ्घ संस्थाले चाहिँ राहत र उद्धारका कामहरू गर्नुभयो। तपाईँको त्यस लगत्तै फेरि अब यो बाढीमा उद्धारका लागि, होइन, भनौँ न प्राकृतिक विपद परेको बेलामा पनि उद्धारका लागि एउटा युवाहरू, नागरिक समाजहरू सक्रिय भएको देखियो। त्यो कारणले यसरी हेर्दाखेरि चाहिँ यसका ब्याकल्यासेसहरू भए, यसबाट क्षतिहरू भए, तर पनि त्यही लेभलमा या त्योभन्दा अझै बढी लेभलमा चाहिँ यसको पुनरुत्थान, पुनर्निर्माण र फेरि हामीले बनाउनुपर्छ हाम्रो देश, होइन। हाम्रो चाहिँ सरकारी सम्पत्तिहरूको सुरक्षा गर्ने हामी नागरिककै उत्तरदायित्व हो भने जुन नागरिक उत्तरदायित्वको चाहिँ भनौँ न बोध चाहिँ बढ्यो, अनि सँगसँगै राज्यको जवाबदेहिता खोज्न सुरु गरियो नि, त्यो चाहिँ मैले सफलताको रूपमा लिएको छु। र त्यो चाहिँ परिवर्तनको, सामाजिक रूपान्तरणको एउटा सङ्केतको रूपमा, अब सुनौलो भविष्यको रूपमा भनौँ न, एउटा परिवर्तनको सम्वाहकको रूपमा चाहिँ त्यसलाई लिन सकिन्छ। हस्, यो समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद। तपाईँलाई पनि धेरै धेरै धन्यवाद। क्याप वेब पोडकास्टमा मलाई आएर बोल्ने अवसर दिनुभयो, मेरा विचारहरू प्रस्तुत गर्ने अवसर दिनुभयो, धेरै धेरै धन्यवाद। हस्।